तत्त्व एउटै छ, दुईटा छैन। परमात्मा तत्त्व कसैले शिव मानेछन्, कसैले राम मानेछन्, कसैले कृष्ण मानेछन्, कसैले विष्णु मानेछन्। गन्तव्य त एउटै हो। गन्तव्य एउटै हो। त्यो ईश्वर पनि एउटै हुनुहुन्छ। समय अनुसारको उहाँको स्वरूप फरक छ होइन, उहाँको स्वरूप फरक छ, उहाँको वेशभूषा फरक छ, उहाँले गरेको कार्य फरक छ, तर चिज एउटै हो। त्यो चिज एउटै हो, तर यहाँ बुझेको छैन कि बुझेर चाहिँ अब यहाँ के बुझे मान्छेले भने मेरो भगवान अलि शक्तिशाली, तेरो भगवान अलि कमजोर भन्ने जस्ता भाव बोकेर मान्छे आए कि त्यसमै दुःख लाग्दो कुरो हो नि त। अनि यो त्यो म हजुरले यो भनिरहँदाखेरि यो जस्तो शिव बाबाको कुराहरू छ, भगवान शिवको र यो ब्रह्मकुमारीको शिव बाबा र हामीले राज्यको शिव बाबा र हामीले मान्ने शिव बाबाको स्वरूपै फरक छ नि त। उहाँहरूले बनाएको स्वरूप फरक हो, तत्त्व एउटै हो। तत्त्व एउटै, शिव तत्त्व नै हो। पूजा गर्ने विधि फरक हो। हामी यहाँ सिधै जल चलाउँछौँ, उहाँहरू एनर्जी चढाउनुहुन्छ, ऊर्जा चढाउनुहुन्छ। तर उहाँहरूको चाहिँ शिव स्वरूपको चाहिँ आकार प्रकारै फरक छ। उहाँले ज्योति स्वरूप लिङ्गको एउटा आकृति देखाउनुहुन्छ होइन। हाम्रो जस्तो दुधले पञ्चामृतले अभिषेक गर्नुहुन्न उहाँहरूले होइन। उहाँहरूले चाहिँ के भने ध्यान विधिबाट शिवलाई मान्नुहुन्छ। मैले थाहा पाएको अनुसार, म राजुको अलिकति केही जानकारी हल्का पाएको चाहिँ हो, म त्यो सम्बन्धित चाहिँ होइन, तर पनि मैले बाहिरबाट थाहा पाएको, गुरुको मुखबाट सुनेको चाहिँ शिव तत्त्व नै मानेको हो, शिवलाई नै मानेको हो। उहाँहरूले शिवलाई शिवभन्दा बाहेक दोस्रो शक्ति छैन भनेको छ, त्यो पनि सत्य हो। फेरि मैले सत्य होइन भनेको छैन, शिवै सत्य हो। सत्यम शिवम सुन्दरम, शिवभन्दा मास्टो सत्य छैन। अनि फेरि तपाईँ राम जप्ने मान्छे फेरि राम शिवलाई सत्य भन्नुभयो, के हो भन्ला होइन। राम र शिव भनेको दुईटा चिज कहाँ छ र? मिश्रण शक्ति हो, स्वरूप दुईटा मिश्रण शक्ति हो होइन। हेर्दाखेरि पो बाउ छोरो दुईटा भयो, तर त्यो छोरो चाहिँ कहाँबाट सम्बन्धित राख्छ त? आफ्नै बा आमाकै कुलबाट त आएको त, ऊ नै पितै थिएन नि त, छोरो थिएन नि त। त्यसलाई हामीले स्वरूपको दुईटा देखाउँ त। त्यो तत्त्वको, जिनको, ब्लडको हिसाबले त एउटै तत्त्व होइन, भनौँ न शरीर दुईटा भयो। त्यस्तै भगवानले स्वरूपलाई, आफ्नो स्वरूपलाई विभिन्न किसिममा भागमा विभाजित गरेर आफ्नो कार्यको लागि, भक्तजनको कार्यको लागि, यो धरतीको रक्षाको लागि उहाँहरूले स्वरूप लिनुभएको। हामी त्यसमै अल्मल्याउँ। भगवान त दुई तिनवटा 10वटा रहेछन्, उहाँको कार्य शक्ति पनि 10वटा रहेछ, कर्तव्य पनि यस्तो रहेछ भनेर हामी अल्मल्याउँ। भनेपछि यो शिवको नामबाट पनि धेरैले राजनीति गरे, कृष्णको नामबाट पनि धेरैले राजनीति गरिरहेको छ। कृष्ण पनि त प्रणामीको नामबाट कृष्ण राधा एउटा भयो। यसमा पनि राजनीति भइरहेको छ त, यसबाट पनि तपाईँको धर्म फुट्यो होइन। कृष्णकै अब धेरैवटा स्वरूपहरू ल्याइसक्नुभयो उहाँहरूले हो। कसैले के भनेर निकालेको छ। अब यो विषयमा चाहिँ के भन्नुहुन्छ हजुरले? मैले त यसको विषयमा के भन्छु भने, यो भनेको चाहिँ अब उहाँ गुरुजीहरूले पनि अब जानेर बुझेर गर्नुभएको होला, शास्त्र हेरेर गरे होला, त्यो म त्यसमा मेरो कुनै पनि हस्तक्षेप छैन। तर मैले के भन्न खोज्छु भने, यो फुटाएर एउटा चिजलाई 10वटा बनाएर जाँदाखेरि त्यो मार्गमा ढिलो हुन्छ, उहाँले खोजेको प्राप्त पाउनुहुन्न। एउटै चिजमा मिलेर जानुभयो भने छिटो प्राप्त हुन्छ। कृष्णलाई विभिन्न किसिमको विभाजित गरेर हामीले चाहिँ राजनीतिकरण गरेर गयो भने कृष्ण प्राप्त हुन सक्दैन। हामीले यहाँ बसेर कार्य चाहिँ गर्छौँ, त्यही कार्य चाहिँ पुरा होला। हामी यहाँ बाँचुन्जेललाई हाम्रो एउटा भनौँ न कर्तव्य र कर्म सोचेर गर्छौँ। जसैले भगवान मानिस त मोक्षको तयारी गरे हुन्छ, मोक्ष कहाँ भयो त? खोइ, मोक्षको लागि त कहाँ झन् बाँधिएर बस्यो नि, उसको त बारम्बार जन्म हुने भयो। मोक्ष भनेको चाहिँ पुनर्जन्म नहुनु, त्यो सत्तासँग मिल्नु, त्यो एनर्जीसँग मिल्नु। त्यहाँ गएपछि तपाईँ फर्किनै पर्दैन, म फर्किनै पर्दैन। त्यो आत्मा विलिन हुने, त्यही विलिन हुने, त्यो अनन्त एनर्जीमा विलिन हुने कहाँ आउँछ त? त्यहाँ जानलाई त हामीले 7 तह पार गरेर जानु पर्यो। हाम्रो 7 चक्र छ शरीरको, यो भागभन्दा माथि केही छ त? छैन। हाम्रो मूलाधारबाट सहस्रारसम्म देखाएको छ। सहस्रारसम्मको गन्तव्य मेरो हो, योभन्दा माथिको गन्तव्य परमात्माको। तपाईँ यहाँबाट उठ्नुभयो भने फेरि अर्को जन्ममा आउनु पर्दैन, यहाँ ब्रह्म प्राप्त भयो। भनेपछि हामी यो बिचमा अल्झिरह्यौँ भने जन्म लिइरहनु पर्यो।
हामीले कुनै पनि उसमा हामी मोक्ष हुन्छौँ भनेर त्यति सहिलो छैन। हामीले चाहिँ यसलाई भगवत प्राप्त गरेर अगाडि बढ्नको लागि पहिले प्रेमको खाँचो छ। भनेपछि हरेक कुराको प्राप्ति भगवान्सँग जोडिएर हुन्छ, गर्न सकिन्छ। हजुरले कार्य गर्नुभयो, कुनै कर्तव्य गर्नुभयो, एउटा कार्यमा इन्भल्भ हुनुहुन्छ, तपाईँ रामसँग जोडिएर मोक्ष गर्न सक्नुहुन्छ। तपाईँमा आफ्नो कर्मभन्दा बाहेक अरू लोक छैन भने तपाईँ रामको भक्ति गर्नुभयो। मानव एकछिनको लागि मैले उदाहरण दिएँ, हजुर एउटा पाइलट हुनुभयो, त्यो तपाईँको कर्म थियो, आफ्नो जीवनमा जन्मेर आफ्नो परिवारलाई पोषण गर्ने कर्म थियो। तपाईँलाई अरू केही लोक छैन, तपाईँले कर्म गर्नुभयो, राम राम राम, यो कर्म हो है राम, म यसमा लोभमा फस्या होइन, यो मेरो कर्तव्य हो तपाईँले जिम्मा दिए भनेर गर्नुभयो भने त्यो कर्तव्य जति समयमा तपाईँको हो त्यतिखेरसम्म तपाईँलाई सिद्धि प्राप्ति भइसक्छ होइन, तपाईँको लोभ प्राप्त हुन्छ। अब हजुरले त्यही कार्य गर्दा गर्दै अब तपाईँ राजनीतिमा लाग्नुभयो, प्रधानमन्त्री हुने इच्छा राख्नुभयो, अब लोभहरू बढ्दै गयो, मुख्यमन्त्री राख्नुभयो, शिवलाई प्रयोग गर्छु, शिवको नाम जप्छु, म यहाँ पुग्छु वहाँ पुग्छु भन्नु भने यही धरतीमा चाहिँ तपाईँलाई त्यो एनर्जीले काम त गर्छ नै, तर मोक्ष प्राप्त हुँदैन। लोभले लालच हो, भगवान्ले प्रधानमन्त्री पनि बनाइदेला, मुख्यमन्त्री पनि बनाइदेला, तर तपाईँले मोक्ष चाहेर मोक्ष हुँदैन। त्यो त तपाईँको त्यो एनर्जी तपाईँको यहीँ जोडिया छ होइन। मान्छे मृत्यु हुनुभन्दा अगाडि कसलाई सम्झिन्छ त्यसको एनर्जी त्यहीँ जान्छ। मानव एकछिनलाई कोही हजुरबाउ कसैको हजुरबाउ बित्न थालेको छ, बा तपाईँको लास्ट इच्छा के छ भनेपछि मेरो त्यो कान्छो नातिको अनुहार हेर्नु छ भनेपछि के सुन्नु पर्यो तपाईँ हामी जस्तो मान्छेले भने उहाँको चित्त एनर्जी कहाँ रहेछ त भन्दा नातिमा। नाति आए, नाति आएपछि बाबु हरे राम त आइस भनेपछि गएर उसको प्राण गयो। अब हजुरले सामान्य भाषामा सोध्नु त्यो एनर्जी कहाँ गएर अड्क्यो त नातिमा गयो, त्यो एनर्जी कहाँ जान सक्छ। तपाईँलाई के इच्छा छ त भनेपछि तल गयो, त्यो तल गयो, यही संसारमा आयो, यही लोकमा आयो। अब कसैले बा तपाईँलाई के इच्छा छ, मेरो रामको इच्छा छ, म राम नाम जप्छु, मलाई कुनै इच्छा छैन। प्राण छोड्ने बेलामा पनि राम 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 राम, यो एनर्जीलाई एउटै चित्तमा लगाएर एउटा एनर्जीलाई ब्रह्मचक्रमा लगाएर व्यवस्थित गरेर राम जपेर उसको प्राण गयो भने त्यो एनर्जी कहाँ गयो, राममा गयो। यो सामान्य भाषामा छ। यो तपाईँले लास्ट पोजिसनमा अन्तिममा तपाईँको यो भनौँ न आत्मा, यो मन र कहाँ बस्छ त्यतिखेर त्यसले मान्य राख्छ भनेपछि अन्तिम शब्द, अन्तिम शब्द त्यो पनि त्यहाँ बस्नलाई पनि पहिलेको तपाईँको कर्म कस्तो छ, कति राम जपेको छ, कति भक्ति गरेको छ, त्यतिखेरको त्यही समयलाई त्यही निर्धारित गर्छ। फेरि हामीले अहिले चाहिँ के पनि गरेका छौँ, राम शब्द हामी मर्ने बेला आउँदैन, कृष्ण शब्द मर्ने बेलामा आउँदैन। त्यही भएर नारायण भन न भन्छन् नि, हो नारायण भन अर्काले भन भनेर भएन, आफ्नो आत्माबाट आउनु पर्यो। जस्तो हजुरले मलाई नारायण भन न भनेपछि तपाईँले भन् भनेर भने हो, मलाई नारायणसँग प्रेमै छैन, हजुरले भन् भनेर मैले भने, त्यो जबरजस्ती भने। हजुरले यहाँ नारायण भन्नु न भने नारायण भने, सुगाको भाषा जस्तो। हजुरले त्यहाँ शिवलिङ्गको दर्शन गरिदिनु न, मैले गरिदिएँ, मसँग शिवजीसँग त प्रेमै छैन, अर्काले गर्दै भने ठाउँ कहाँ मोक्सेर ऊ हुन्छ र, हुँदैन नि प्राप्ति। भित्री आत्माबाट आउनु पर्यो, तपाईँ स्वयं जानु पर्यो त्यहाँ। भनेपछि मोक्षको बाटो यही हो, मोक्षको बाटो यही हो। अब फेरि रामको एनर्जीद्वारा यो उसको एनर्जीद्वारा अब हेरिराखेको मान्छेलाई त के छ भने अहिले आम व्यक्तिहरूलाई चाहिँ अहिले समस्यामा जुझेका छन् मान्छेहरू। केमा छ भने कसैको के समस्या छ, कसैको के समस्या छ, कसैको रोग छ, कसैको शोक छ, त्यो चाहिँ के गर्छ त, रामको मोक्ष मात्रै हो त, यो चाहिँ हुँदैन, 100% हुन्छ। रोगलाई पनि हुन्छ, यदि हामीसँग रोग छ, शोक छ, भय छ, चिन्ता छ, रामको शरणमा जाउँ, स्वयं हनुमान प्राप्त हुन्छ। त हनुमान तपाईँको सहायक छन् भने तपाईँलाई कसले छुन सक्छ, तपाईँ आफै भन्नुहोस् त। तपाईँको अङ्गरक्षक हनुमान हुनुहुन्छ। तपाईँलाई यो विश्वको शक्तिशाली कुनै पनि मानव एउटा पुरानो भाषामा शक्तिशाली व्यक्तिहरूलाई के भन्छ, गुन्डा आतङ्ककारी के भनिन्छ, यताले धम्काएर तपाईँले के डराउनु पर्ने हुन्छ, मतलब भएन। जो हनुमान तपाईँको सहायक छन्, हनुमानलाई अगाडि ल्याउने कारण चाहिँ के, हनुमान त्यतिकै अगाडि आउँदैन। हनुमानलाई बोलाउनु भयो भने 10 चोटि सोध्छन् हनुमान आउनुलाई। हनुमानलाई राम दिनुहोस्, तुरुन्तै छलाङ मारेर तपाईँको यहाँ अफिसको टेबलमा आइदिन्छ। राम तिमीलाई म राम सुनाउँदैछु, मेरो अफिसमा आऊ। हनुमानले देर गर्दैन, खाना थाले भात छोडिदिन्छन्, आफ्नो प्रियको कुनै सेवा गर्न थालेका छन् भने पनि त्यो रामको नाम, उहाँलाई रामको नाम जति प्रेम के पनि छैन। यो मैले बोलिरहेको छु, यो वाल्मिकी रामायणले बोलेको छ, वेदले बोलेको छ, 18 पुराणले बोलेको छ, यो मैले मात्रै बोलेको चिज होइन, गुरुले दिएको चिज हो।
यति शिवलाई र हनुमानलाई कसैलाई खुसी बनाउनु छ र आफ्नो दुःखको संसारबाट यो रोगबाट यो भय चिन्ताबाट चाहिँ मुक्ति हुनु छ भने राम नाम भगवान हनुमानलाई चढाउन थालौँ, भगवान शिवलाई अर्पण गर्न थालौँ। हनुमान र शिव भनेको दुईटा वस्तु होइन, एउटै चिज हो। शिव मन्दिरमा गएर पनि हामीले राम राम शिवलाई त हजुर पशुपतिमा केही गरी जानुभयो भने पशुपतिको चारै ढोकामा पशुपतिको उसमा ठ्याक्क हेर्नुहोस्, केही भन्नु पर्ने, शिवजी म आएको छु है, हजुरलाई मैले हेरिसकेँ, हजुरले मलाई हेर्नु भएको छ, मैले देखाएको छु, हजुरलाई प्रणाम हो, म हजुरलाई चाहिँ राम नाम सुनाउन आएको छु, सुन्नुहोस् भनेपछि त्यहाँ शिवजीले अरूलाई नहेरेर तपाईँलाई हेर्नुहुन्छ राम नाम सुन्नको लागि। राम 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 तपाईँलाई आँसु त्यो भित्र करुणा आउनु थाल्छ। अनि तपाईँलाई भाव के हुन्छ भने भगवान् शिव चाहिँ मैबाट आयो कि क्या? एउटा सङ्कल्प गर्नुहोस्, तपाईँलाई म सक्दो दैनिक राम नाम सुनाउँछु। त म तपाईँको छोरी त सुनाउनु परेन त्यहाँ गएको बेला, तर घरमै सुनाउनु सक्नुहुन्छ। तपाईँ मन्दिर जानु पर्छ पर्दैन भन्ने कुरै गरेन। तपाईँ जहाँ बस्नुहुन्छ त्यहाँ राम नाम सुनाउनुहोस् शिवजीलाई। त्यस पछाडिको हामी ग्यारेन्टी लिन्छौँ। मैले भने पनि छु पहिलेको भेट, म ग्यारेन्टी लिन्छु बाँकी रह्यो। ए हो आजबाट मैले यो कुरोलाई मनन गरेँ। होइन यो कुरो सत्य छ, मलाई झुटो किन बोल्नु परेको छ? होइन, यो कुरोलाई आजबाट मनन गरेँ र हाम्रो हेरिराख्नुहुने दर्शकहरूले पनि यो कुरोलाई मनन गर्नुहुन्छ। यदि कसैमा समस्या छ, दोष छ, साढे साथी छ, शनि दोष छ, देव दोष छ, पितृ दोष छ, कर्म दोष छ, भाग्य दोष छ, पूर्व जन्मका दोष छ, अहिले म यो टेबल ठोकेर भन्छु, दावाको साथ भन्छु, रामलाई कसम खाएर भन्छु, राम नाम भगवान शिवलाई या हनुमानलाई कसैले सुनाउन थाल्छ त्यसको 3 महिनाभित्र उसको उद्धार हुन थाल्छ। ल के चाहियो उसलाई? अब एक दिन राम जप्छ, अर्को दिनदेखि लुगा समातेर अन्तै हिँड्न थाल्छ। अब गरिदिन्छ के त हामीले? त्यो त सम्भव भएन। मैले त गरेको थिएँ मात्रै भन्ने हो। हजुरलाई दबाई दिने काम गर्छ के? डाक्टर स्वयं आएर दबाई खुवाउन सक्दैन। हजुरलाई थाहा छ नि, दबाई खाने मैले हो। अब गुरुले मेरो रोग विषय पार्दैन भन्छ। मैले कहिले मूर्खलाई म डाक्टर पनि एक दिन आएँ। रामको नाम प्रेमले जप्न सक्दैनस्। रामको नाम घरमा बसेर जप्नु, त्यसको लागि कसम खानुपर्छ, ग्यारेन्टी गर्नुपर्छ, नेपाली कागजमा सिग्नेचर गर्नुपर्छ, ल्याप्चे गर्नुपर्छ भने पनि गर्छु म। यत्रो ग्यारेन्टी है? भिडियो बनाएर मलाई देखाउनु पर्यो तपाईँ हो कि होइन, कुन आसनमा बसेको छ त्यतिखेर भएन भने म ग्यारेन्टी गर्छु। म कर्ज मान्छु। म आसन चाहिँ कस्तो चाहिन्छ? कुस आसन चाहिन्छ? पद्मासनमा बस्नुपर्छ। मुद्रा 3टा छ, 3टा मुद्रालाई हामीले प्रज्वलित गर्नुपर्छ। यो पछि बताउन पनि मिल्ला। 3टा मुद्रा भनेको यो मुद्राद्वारा चाहिँ रामको एनर्जीलाई खिच्ने, हनुमानलाई तान्ने गुरुले हामीलाई सिकाएको। उभिएर हामी नमस्ते गरेर भएन। जप्नलाई तपाईँ प्लेनमा चढेर जप्न पनि भयो। त्यो भने चाहिँ कस्तो भने बिहान तपाईँले घरमा काहीँ कार्यमा हिँड्नुभन्दा अगाडि 10 मिनट त्यो आसनमा बसेर रामलाई आह्वान गर्नुहोस्, एनर्जीलाई फुल भर्नुहोस्। तपाईँ प्लेनमा जानुहोस्, राम राम दिनभरि जप्नुहोस् या नजप्नुहोस्, खाली हुने बित्तिकै जप्नुहोस्, बन्द गर्नुहोस्, दोष लाग्दैन। त बिहान एकछिन चाहिँ हामीले गायत्री मन्त्र जप्ने विधि छ नि। गायत्री मन्त्र तुलसीको पण्डिती बस्ने, जनालाई यसरी राख्ने, अनि पैताला मणि चाहिँ कुसु चारप सूर्य अर्ध सूर्यलाई जल दिने गरी गायत्री मन्त्र जप्ने भन्ने विधि छ। त्यस्तै विधिमा चाहिँ रामलाई एकछिन आजन बजेर हे प्रभु म कर्तव्यमा जाँदैछु, कार्यमा जाँदैछु, म हजुरको नाम जप्दैछु। त शिवलाई आह्वान गर्ने या कोही हनुमान साधक छ, हनुमानलाई आह्वान गर्ने। हनुमान र शिव दुईटा होइन, फेरि यो मैले पनि एउटै चिज हो। म कर्तव्यमा जाँदैछु, म राम नाम तपाईँलाई सुनाउँदैछु, मेरो मन मन्दिरमा आएर बस्नु। तपाईँले अन्त बस्नु भने होइन, हृदयमा आएर बस्नु हनुमानलाई। तपाईँको दिनभरि नै हनुमान हृदयमा बस्छन्। के को लोभले बस्छन् थाहा छ? यो मेरो भक्तले राम नाम दिँदैछन्, राम नाम सुन्न बस्या भनेर बस्छन्। तपाईँलाई अनुभव हुन्छ, हनुमान यहाँ छातीमा छन्। राम राम सुन्नको लागि तपाईँ राम राम तपाईँले काम पनि गरिरहनु भएको छ, उता कर्तव्य पनि गर्नुभएको छ। तपाईँको कार्य तपाईँले नसोचेको, जीवनमा नभएको त्यति राम्रो कार्य भएन भने यो हरिप्रसाद बजाइ मृत्युञ्जय गुरु हेटौँडाबाट आएर के बोल्या हो तपाईँले आफै सोध्नु होला। मलाई किन यो झुटो बोल्नु परेको छ, किन उ गर्नु परेको छ? कस्तो राम्रो कुरा गर्नुभयो गुरुले। हाम्रो दर्शकहरूले थाहा नपाएको कुराहरू धेरै कुरा थाहा हुने। यसलाई भक्ति सँगसँगै प्रेममा ढाल्नुहोस्। तपाईँले कन्ठी लाएर लाउनुहोस्, टिका लाएर लाउनुहोस्, कालो लुगा लाएर लाउनुहोस्, सेतो लुगा लाएर लाउनुहोस्, लुगासँग मतलब छैन। यो ड्रेस हो, युनिफर्म हो। म एउटा गुरु भने जस्तो मास्टर विद्यार्थीलाई के त्यो कपडाले पढाउने हो र? मास्टरले पढाउने त युनिफर्म हो, त्यो चिनिनको लागि। ड्रेस भनेको ड्रेसले पढाउने जस्तो लाउनुहोस्।
भनेपछि ईश्वरीय तत्त्वसँग विलिन हुनको लागि मोक्षको बाटोको लागि यो मैले मोक्षको बाटो होइन कुरा गर्ने होइन, मोक्षको लागि त्यो बाटो छ, कर्मको लागि कर्मको लागि। अहिले मान्छे अहिले त हजुर यहाँ ज्योतिषहरूको हाम्रा गुरुहरूको ठाउँ त म बस्छु नि, हजुर मेरो यस्तो भयो, मलाई यस्तो भयो, मलाई यहाँ गयो, मेरो यो सर्वस हो, मेरो करोड घाटा लाग्यो, मेरो यहाँ भयो, फलानुले यसो गरो, छोरो पनि शत्रु भयो भन्ने छन् नि। दावाको साथ भन्छु, रामलाई साथ दिनुहोस्, सम्पूर्ण बैरी तपाईँको श्रीचरणमा आएर मित्रता गर्न थाल्छ। बैरी आदर्शवान राम कसलाई सुनाउने? पहिले गुरु थाहा पाउनु पर्यो कि कसैलाई थाहा छ? राम हनुमानलाई सुनाउनुहोस्, शिवलाई सुनाउनुहोस्। अब राम जब सुनाएको कसलाई थाहा छैन। मैले आजबाट हनुमानलाई सुनाउन थाल्यो भने भयो मजाले विधिपूर्वक। त्यसमा चाहिँ हामीले एउटा दीक्षित गर्ने नि परम्परा छ, त्यो तपाईँहरूलाई तपाईँले चाहनुभयो भने हामी गुरु दीक्षा बिना चाहिँ कुनै पनि मन्त्र गुरु दीक्षा बिना भन्दा व्यक्ति भनेको चाहिँ पूर्ण गुरु हुँदैन, व्यक्ति भनेको चाहिँ मार्गदर्शन हुन्छ। गुरु चाहिँ कसलाई बनाउनु पर्छ? भगवानलाई, हनुमानलाई बनाउनु पर्छ। भनेपछि र पनि त गुरु बिनाको मन्त्र त दीक्षित हुँदैन नि त। व्यक्तिलाई राख्ने भनेको चाहिँ मार्गदर्शन, जो मार्गदर्शनले मार्ग गर्यो नि ऊ पनि गुरु नै हो, टिचरको हो त मार्गदर्शन हो नि, होइन? परम गुरु शिव हो कि व्यक्तिलाई गुरु बनाउन सक्यो, पूर्ण गुरु शिव हो। व्यक्तिलाई किन प्रयोग गर्न सक्यो भने व्यक्तिद्वारा आएको चिज यहाँबाट आएको, मैले यो आज्ञा पालना गर्ने, त्यो एनर्जी यति प्रज्वलित हुँदै जान्छ। माध्यम त चाहियो, माध्यम त चाहियो, होइन? मैले यही चिज बारम्बार के भनेको छु, मैले अहिले पनि फेरि दोहोऱ्याएर भन्छु, तपाईँका यो जन्मको मात्रै दोष होइन, अनन्त जन्ममा तपाईँले दोष बोकेर आएछ भने 1.25 करोड राम जप्ने बित्तिकै दोष मुक्त। 1.25 करोड है, तपाईँको सम्पूर्ण दोषबाट तपाईँ मुक्त हुनुभयो। तपाईँको कुण्डलीमा राजयोग छैन, हनुमानजीले ती ग्रहहरूलाई राजयोग बनाइदिनु थाल्छ। योग पनि परिवर्तन हुन्छ, मजाले परिवर्तन। रावणले नवग्रहलाई बन्दी बनाएर राखेको थियो, होइन? हजुरलाई थाहा छ नि, इतिहासमा बताए नि, कसले मुक्त गरायो? हनुमान। तपाईँ हनुमानको परम भक्त हुनुहुन्छ, राम दिनुहोस् तपाईँलाई। हनुमानले केही तपाईँलाई खान खोजेको छैन, लड्डु खोजेको छैन, राम चाहिएको छ क्या हनुमानजीलाई। राम दिनुहोस्, हनुमानलाई राम जसले दिन्छ। हनुमानसँग तपाईँले के इच्छा गर्नु? के चाहियो तपाईँलाई? लग्जरी गाडी चाहियो, घर चाहियो, मोक्ष चाहियो, के चाहियो? विजय प्राप्त गर्नु पर्यो, लेखेर राख्नुहोस्, आजको काग उसबाट लेखेर राख्नुहोस्, म ग्यारेन्टी दिन्छु। कस्तो राम्रो कुरो ल, यो ग्यारेन्टी यो सबै सुन्ने जतिलाई मैले आह्वान गरे हो। कस्तो राम्रो कुरो। 7.5 होइन, 7.5 त्रिबल लागेको छ भने आउनुहोस् न, हामी भन। ग्रह दशा सबै जाने भयो। शनि त तपाईँको गुलाम गर्न थाल्छन्, के गर्ने त? जहाँ हनुमान सहायक छन् के गर्न सक्ने, के कार्य गरौँ? तपाईँ 7.5 शनि तपाईँलाई बिहारमा आएछ, त्यहाँ आउने बित्तिकै तपाईँलाई शुभ भएर जान्छ शनि। ग्रह कहिले पनि दोषित हुँदैन, ग्रह जहिले पनि हाम्रो फेभरमा हुन्छ, तर हाम्रै कार्यले ग्रह बिग्रिन्छ। हामीले त्यसलाई केही पनि गर्न सकिरहेको छौँ। ग्रह बिग्रियो, ग्रहले मार्यो भने ग्रहलाई हामीले बिगार्यो। हजुरलाई सुन्नुहोस्, एकछिनको लागि म उदाहरण यसैमा जोडौँ है। हजुरले खाना खाँदाखेरि राम्रै खाना खायो भने भातलाई किन गाली गर्नुहुन्छ? कस्तो खाइएछ यो काटो, यो पेट दुखो। तपाईँले खाना नजाने हो नि त, चिल्लो बढी खाने हो होला, अबले खानुभन्दा बढी खाने, भातलाई किन गाल्नुहुन्छ? खाना नजानेको हो, होइन? हामीले एनर्जीलाई प्राप्त गर्न जान्दैनौँ। कहिले आज हनुमान भनेर लागेको छ, कहिले महाकाली भनेर लागेको छ, कहिले कहाँ गएर पूजा गरेको छ, कहिले बढी पूजा गरेको छ, कहिले घटी पूजा गरेको छ। खानेकुराको लेभल छैन, पूजा गर्ने एनर्जीको लेभल छैन, अनि कहाँ देवतत्व खुसी हुन्छ त? हुँदैन नि। हरेक कुराको एउटा मापदण्ड हुन्छ। मापदण्ड हुन्छ। मापदण्ड भने यही हो, राम सुनाउनुहोस्, हनुमानको हात समाउनुहोस्। कहाँ जाने तपाईँ? हनुमानलाई जहाँ आदेश दिनुहोस्, हनुमान जान्छन्। हनुमानलाई चाहिएको छ राम, हजुरले राम दिनुहोस्, हनुमानले तपाईँलाई कहाँ जाने? तपाईँ आदेश दिनु हनुमानलाई, कहाँ जाने हो? बाटो उहाँले नै डोर्याउनुहुन्छ। तपाईँले यो ठाउँमा जाने मलाई पुर्याइदिनु भन्नु, राम चाहिँ सुनाइरहनु, हनुमानले जहाँ भन्नुहुन्छ त्यही पुर्याइदिनु। अब मैले योभन्दा के भन्नु? हस्, कस्तो राम्रो कुरा। यसमा म कुनै पनि कमेन्ट गर्न तयार छु। हस्, तर यो अरू यस्तो हिसाबले गरेर यो उयो गरेर म ग्यारेन्टी लिन सक्दिनँ। आजको मितिबाट राम, हनुमान या शिवलाई अर्पण गर्न थालौँ, विधिपूर्वक विधानमा गएर, मुद्रा विज्ञानमा गएर। म धेरै समय दिन्न, जस्तै कमजोरी मान्छे छ नि 1 वर्षभित्र उसको जीवनमा परिवर्तन, 1 वर्षभित्र उसले 10वटा घर बनाउनु भने होइन, उसको जीवनमा परिवर्तन हुन थाल्छ। घरै बनाउनु मात्रै पनि त प्राप्ति होइन। मान्छेले सोध्छ नि त, मेरो घर भएन, मेरो गाडी भएन, म त यसरी पछि मेरो कहिले आउँछ? हामी त त्यो पशुपति एरियामा बस्दाखेरि आम सुन्ने नै त्यही हो। मैले ती व्यक्तिलाई भने जो मोक्ष चाहन्छन्,
मोक्ष चाहला पनि होइन भने रामबाट मोक्ष प्राप्ति छ होइन। अब सम्पत्ति चाहिएको छैन, सम्पत्ति त मिथ्या हो, मरेर लानु के छ र, सम्पत्ति सँगै जाँदैन, त्यो पनि कुरो छ। त्यो मोक्षको लागि पनि हनुमानले त्यो मोक्ष प्राप्त, ब्रह्म हो नि त, शिव को हो त, हनुमान रामबाट पुर्याउने काम उनीहरूले गर्छ, रामको धाममा कृष्णको धाममा भने यात्रा हनुमानसँग गर्नुहोस्, म यही भन्छु। तर हनुमानलाई गुरु दक्षिणा दिइरहनुहोस्। राम राम दक्षिणा बिना त कोही पनि हिँड्दैन। यहाँ त दक्षिणा भनेको त पैसा, मिठाई, लुगा कपडा, हनुमानजीलाई यो चढाउनु पर्छ, त्यो चढाउनु पर्छ, त्यसले केही हुनेवाला छैन। हनुमानलाई राम नचढाउनु जेल त्यसले केही हुन्छ, त्यो हाम्रो लाग्यो। हनुमानलाई चढाएको मिठाई कहिले हनुमानले हात देखा चढाइछौँ? ऊ सूक्ष्म रूपमा ऊर्जामा हुनुहुन्छ। ऊर्जाले के खाने त? ऊर्जाले के खाने? बासना खाने, प्रेम खाने। र प्रेम खाने र ऊर्जा खाने, बासना खाने के हो त? रामको के हो? एनर्जी होइन हो कि होइन? रामबाट शब्द के आउँछ? एनर्जी। अनि हनुमानजीको एनर्जी कस्तो छ? लाल छ। त्यो लाल एनर्जीले व्हाइट एनर्जीलाई मिलाउनु पर्यो। रामको एनर्जी सेतो छ, लाल एनर्जीको रुद्रको एनर्जी, त्यो रामको एनर्जीसँग प्रेम छ। हामीले धुप किन सल्काउँछौँ पितृहरूलाई? त्यही भएर रातो एनर्जी र सेतो एनर्जी भएर चाहिँ गेरु वस्त्रको कलर आएको हो। जस्तो मैले रातै किन लाउँछु त भने माताको शक्तिको भक्त, म राधा रानीको भक्त हुँ। मैले वास्तै भन्दाखेरि म राधाको भक्त हुँ, श्री राधाको होइन। राधालाई लर्दोनी के? राधा भनेको शिवको अवतार हो। म राधाको परम भक्त, म लगभग पनि राधा नाम जप्छु होइन। राम नामको त म पूर्ण यो। अनि लुगाले पनि त्यो फरक पर्छ, एउटा एनर्जीलाई फरक पार्छ। जस्तो हामीले स्टोन लाउँछौँ नि, त्यसले त रङ एनर्जी, यो ब्रह्माण्डमा भएको एनर्जी छ नि, जस्तो ग्रहको एनर्जी, त्यसलाई प्रभाव पार्छ। त्यसले त्यत्रो मोक्ष गर्ने प्राप्त, त्यत्रो धन्दानी बनाउने प्राप्त गर्ने होइन, त्यसले केही प्राप्त त गर्छ, तपाईँलाई सहयोग गर्छ, त्यो एनर्जीलाई मिलाउने सहयोग गर्छ कलरले। जस्तो यो मैले रातो कलर लगाएँ, भगवतीको रातो कलर मसँग म्याच गर्यो। मैले राधा राधा राधा, उनको कलर कस्तो छ? अलग कलरको रातो छ। अब मैले पुकारेको छ, ऊ आउँदाखेरि त त्यो कलरदेखि उनको एनर्जी व्यवस्थित हुन्छ। अब शनिवालाले किन कालो कलर लाउँछ? अगोरहरूले किन कालो कलर छ? त्यो अगोरको कालो एनर्जी हो। त्यस कारणले कपडामा केही छ नभइकन त लगाएको होइन। तर तपाईँ नाम जपमा जानु छ, कपडा लगाइदिनु पर्दैन। हनुमानले त कपडालाई जज गर्दैन। तपाईँ नाम जपक पर्नुभयो कि शास्त्रकार होइन होइन। त्यस कारणले नाम जपकलाई तपाईँले कपडा कस्तो लाउनु, माला कस्तो लाउनु त मान्य राख्दैन। कस्तो राम्रो कुरा हामीलाई सिकाइदिनु भयो यो विषयमा। धेरै धेरै धन्यवाद दिन्छु अहिले चाहिँ म यहाँलाई। हरिगुरु महामृत्युञ्जय गुरुको नामले चिनिनुहुन्छ होइन? महामृत्युञ्जयकै नाम चाहिँ किन हजुरलाई? महामृत्युञ्जयको नाम भने चाहिँ यस्तो, म शिव साधना गरेँ। अब भगवान् शिवको पूर्ण शक्ति नाम भनेको मृत्युञ्जय, मृत्युञ्जय होइन। मृत्युभन्दा माथि भएर मृत्युलाई जित्ने महाकाल हुन्। मृत्युञ्जय भने चाहिँ के भन्छ? मृत्युको विजय गर्ने। काल त कति तल छन्, कति तल छन्। काललाई पनि बसमा राख्न सक्ने, मार्कण्डेयलाई जीवनदान दिन सक्ने। हजुरले सुन्नुभएको छ? मार्कण्डेयलाई जीवनदान कसले दियो? शिवले दियो। भनेपछि यसलाई मृत्युञ्जय भनेर नाम दिएर म मृत्युञ्जय गुरु भनेको चाहिँ त्यो धारण गरेर, गुरु त उहाँ हुनुहुन्छ, म उहाँको साधक हुँ, एक दास हुँ, नोकर हुँ र रामको एउटा सामान्य खालको साधक हुँ। म यो संसारमा म यस्तो ठुलो गुरु या म शिवजीको यस्तो गर्छु भन्दै मैले के भन्छु भने राम नाम जप्नुहोस्, शिवजीलाई सुनाउनुहोस्, यसको ग्यारेन्टी म बोक्छु। त्यसमा दावा कहाँ के गरेर बोल्नुपर्छ, कहाँ जानुपर्छ, मलाई कहाँ गएर ल्याप्चा हराउनुपर्छ, विधिपूर्वक गर्नुहोस्। तपाईँको जीवनमा के चाहेको त भएन भने त्यसको जिम्मेवारी म बोक्छु। यही हो मेरो कुरो। आज बारम्बार मैले यो मिडियामा बोलेकै यही चिज।